हेलो एन्ड नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा। मैले खासै त्यस्तो भिडियोहरू बनाएर त अपलोड गरे हुँदिनँ। आज चाहिँ एउटा मैले आफ्नो एक्सपिरियन्स सेयर गर्न लागिरहेको छु कि मेरो चाहिँ नर्मल्ली काम मर्निङमा हुने भएर म नर्मल्ली डेमा चाहिँ घर आइसकेको हुन्छु। अनि मसँग धेरै टाइम चाहिँ यत्तिकै केही नगरिकन बस्नुपर्ने भएर आफूलाई पनि एकदमै बोर हुन्छ नि त। सो घर पछाडि चाहिँ हाम्रो थोरै स्पेस छ जहाँ चाहिँ गार्डनिङहरू गर्न मिल्ने, केही भेजिटेबलहरू रोप्न मिल्ने छ क्या। अनि म चाहिँ त्यसको एक्सपिरियन्स सुनाउँछु के कस्तो भयो भनेर मैले खाली टाइममा गरेको होइन। म देखाउँछु मैले रोपेको प्लान्टहरू, मैले के रोपेको थिएँ, के भयो भनेर जम्मै। सबभन्दा दुःखको कुरा चाहिँ के भयो भने नि यो मैले यो चाहिँ सिमी हो। यो चाहिँ के भयो भन्दाखेरि यसको पातहरूमा चाहिँ पुरै त्यो लाई लागेको थियो कि। अनि यसको लागि चाहिँ मैले एउटा केमिकल ल्याएर स्प्रे गरेको थिएँ। यसले चाहिँ लिफमा स्प्रे गर्ने होला भनेर स्प्रे गरेँ होइन। तर खास त्यो चाहिँ रुटको लागि रहेछ कि। अब लिफमा स्प्रे गरेपछि त सबै मऱ्यो नि त। यस्तो राम्रो भएको थियो, मैले यति मेहनत गरेको थिएँ नि यो सब गर्नलाई। अनि मैले नोटिसै गरेको थिइनँ। हिजो अस्तितिर आएर हेर्दा त प्लान्ट त पुरै यस्तो ओइलाएछ कि मेरो त आँखाबाट आँसु नै झऱ्यो। यति मात्रै होइन कि अरू पनि छ कि मैले रोपेको, म देखाउँछु। अब यस्तो बेलामा रुने चाहिँ हाँस्नु, त्यति मेहनत रोपेको मैले सब मऱ्यो। आफूलाई अलिकति हेरेर चित्त बुझाउने बाटो चाहिँ के भएको छ भने लक्कीली मैले यो प्लान्ट यसमा अनि यसमा चाहिँ स्प्रे गरेको थिइनँ कि। लक्कीली यति प्लान्ट चाहिँ अब राम्रो कि यस्तै नै भएको थियो कि सबै मेरो प्लान्टहरू, त्यो भेजिटेबलहरू। तिनीहरूमा चाहिँ त्यो धेरै लगाएर मैले स्प्रे गरेँ नि। त्यो चाहिँ यो रायोको साग 2टा बोतल होइन, यस्तो राम्रो भएको छ नि। यो एउटा फर्सीसँग लिएर यति 3टा माथि बसेको छ कि मेरोमा अहिले। अनि बाहिर 2टा हो, त्यत्रो धेरै रोपेको सबै मऱ्यो। यस्तो नराम्रो फेरि दुःख गरेर गरेको होइन। कामबाट आएर खनेर सब गरेको थिएँ मैले। फर्सी चाहिँ 1-2 झाङ मजाले उम्रेको छ, यहाँ छ अनि यहाँ छ। मैले अघि पनि माथि देखाएको थिएँ एउटा होइन। आई होप यो र यो चाहिँ सर्ट छ कि भन्ठाने छु। यो र यो त मरिसक्यो। कति रुन मन लाग्यो मलाई मेरो गार्डनमा आएर हेर्दाखेरि। हाम्रो चाहिँ यो सबै स्पेसमा रोपेको थिएँ कि मैले माथिदेखि तलसम्म। मैले प्लान्टहरू चाहिँ कसरी उगाउँछु भने पहिला सुरु नै घरभित्र यसरी डब्बाहरूमा माटो फिलअप गरेर भित्र नै सिड रोपेर यसरी उम्रिसकेपछि अलि ठुलो भइसकेपछि चाहिँ मैले बाहिर लगेर सारिदिन्छु कि। किनभने बाहिरको टेम्परेचर अब एकैचोटि चिसो र एकैचोटि तातो हुन्छ नि त। सो प्लान्टले सर्भाइभ गर्न सक्दैन। त्यही भएर पहिला सुरु चाहिँ यसरी भित्र उमारेर अलि ठुलो भइसकेपछि चाहिँ मैले बाहिर लग्छु कि। त्यो बाहिर रोपेको जुन मैले देखाएको थिएँ नि, त्यो सबै पनि मैले यसरी नै रोपेर बाहिर लगेर सारिदिएको थिएँ कि। यो चाहिँ मलाई एकदमै कम्फर्टेबल लाग्यो कि भित्र सिड रोप्ने, उम्रेपछि बाहिर लगेर सारिदिने। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु नबिर्सिनु होला। अहिलेको लागि मेरो भिडियो यहीँ सकियो। ओके सबैजनालाई बाई।